हग्नाको डान्स अनि म लडे हैन अनि यस्तै हो हैन Hey guys, welcome back to my channel. I hope कि तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकठाकै छु। सो गाइज आज 2082 साल कार्तिक महिनाको 12 गते चाहिँ हामी वनभोज खानाको लागि गइरहेका छौं। सो हेर्न सक्नुहुन्छ हाम्रो टिम ट्र्याक्टर यहाँ रेडी भइसकेको छ अनि हाम्रो यहाँ सबै साथीहरु चाहिँ वनभोज खानाको लागि रेडी भएर निस्किसकेका छन् हैन। अब हामी गइन्छ वनभोज खानालाई। यहाँ हाम्रो चिल्लर पार्टीहरु है। यो चाहिँ देउसीमा बबाल धमाका मचाउने चिल्लर पार्टीहरु। ल ल एउटा गीत गाउ त एउटा गीत गाउ ल बिछरा गया बिछरा गया ल तिमी एउटा पोज दे एउटा पोज ओ नम्बर 1 हिरो हेलो 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 एभ्रीबडी के छ हाल खबर ठिक छ हैन कहाँ हिँडेको सबैजना पिकनिक खाना हो अब चाहिँ हाम्रो टिम निस्किन लागेको छ है हाम्रो ट्र्याक्टर निस्किन चाहिँ आइसकेको छ अब निस्किन्छ ओ सबै झरेर देखा ल निस्किन्छ ल ल ल ल धकाल्यो पावर ल पावर ल अब यहाँ केटाहरूले धकाल्छ है ट्र्याक्टर धकाल्छ अब बस गयो बल्ल केटा पावर अफ नेपाली हेरौँ कतिको केटाहरूले धकालेर निकाल्छ गाइस निस्किन्छ कि निस्किन होला ल अर्को आयो कतिको सक्दैन पत्ता काटेर हाल्दैन त्यसको पाङ्ग्रामा खुकुरी लाग्दैन खुकुरी लाग्छ हारा पुरै भाङ्गो परिसकेर लड्यो भने पानीको बोतल पनि फुट्छ है भन्दै गाइज हाम्रो ट्र्याक्टर फसिसकेको छ यहाँ बिजोग भइसकेको छ
अनि भाइ बहिनीहरूले सबै सामान चाहिँ बोकेर लगेर चाहिँ ट्र्याक्टर चाहिँ यहाँ यसरी फसिरहेको छ है। मलाई गाह्रो छ। ओ माई गड डोरी नै चुट्यो। भिडियो पनि भयो अब यसरी लसिएको छ ट्र्याक्टर बलुवा छ भिडियो भयो बर्बाद हुने हो भाइ। ल चुलो पूजा पनि भयो यहाँ होइन। भेटी पनि यहाँ अगरबत्ती भेटी ट्याक्क यहाँ भइसक्यो। आगो नि बलिसक्यो अब। अनि यता हाम्रो खुरा कटिङ भइरहेछ मासु ट्याक 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 गरेर। सबै काट्नु पर्ने होइन ल्याउन म काट्दिन्छु धुनुपर्छ त्यो धोए सबजना मक्ख परेछन् पिकनिक खाना पाएर। त्यसको त्यहाँ पनि काट्दा हुन्छ त्यो दाबमा पनि त्यो दाबमा बरु सजिलो हुन्छ होला काट्दा दाबमा काट्दा अगाडि पछाडि हेर्छ देबु आएन आज खोइ मामा उ को मामा पानी डुबाइदिन्छ नि थाहा नुन नपाएर रिसाइरहेको छ इमिग्रेसन दि ल गाइस हामीले चाहिँ अब यो खाजा रेडी भइसकेको छ। त्यही भएर हामीले चाहिँ यो बनेको खाजाहरूलाई जे छ सबै चाहिँ चढाउनु पर्छ पहिले भनेर खाजा ट्याक्क प्याक गरेर चढाउनु लागेको छौँ। साथमा यो पानी पनि है। यो चाहिँ वन जङ्गलको देउताहरूलाई ल यसरी ट्याक्क हाम्रो यहाँ भेनाले ट्याक्क चढाउनु लाग्नुभएको छ। यस्तो छ है साथीहरू हाम्रो चाहिँ रीतिरिवाज। ए भएन पानी नि पानी ल है यसरी चाहिँ हामीले पितृ बुझाइयो गाइस। अब भने हामीले खाना हुन्छ। अब चाहिँ हामी खाजा खान्छौँ फर्स्टमा होइन। खाजामा हाम्रो अचार अनि मुरी चिउरा अनि कोकहरू छ है। अब त्यो खान्छौँ हामी अनि खाएर चाहिँ स्नान गर्छौँ नुहाउँछौँ है। अनि नुहाएर चाहिँ यता हाम्रो गाउँका यहाँ ठुलाबडाहरूले चाहिँ खानासाना रेडी गर्नुहुन्छ। अनि लगभग 3-3:30 बजेसम्म हाम्रो खाना रेडी हुन्छ। सो हामी खाना खान्छौँ अनि रमाइलो गर्छौँ अनि चाहिँ जानेछौँ गाइस। सो हेर्दै गर्नु होला। जस रमाइलो छ वनभोज है गाइस। हामीले चाहिँ यो देउसी खेलेर चाहिँ अलिअलि पैसाले पिकनिक भनौँ अथवा वनभोज भनौँ खान्छौँ। जोस रमाइलो छ। अब यतातिर हाम्रो यहाँ मासु कटिङ पनि फाइनल भयो। फाइनल हुँदैछ। अनि यता हाम्रो यहाँ तेल पुरा भइसकेको छ तातिसकेको छ। त्यसमा प्याज हालेर चाहिँ एकजना मान्छेले
ककालाई कति कति के दिमागमा राख्नु कम से कम भनेर दिनुपर्छ नि सुझाव त दिनुपर्छ नि यसो गर्दै भनेर सर कुरा भइसक्यो काका ल हाम्रो चिल्लर पार्टीहरू सब बसिसकेका छन् खानालाई भन बहिनी के भन्नु आएको थियो ल खाऊ 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 मजाले आएको थियो ल खाऊ 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 मजाले तिमीहरू दुईजना एकै खाने हो तन्ना हौ है ओए के हेलो 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 के छ हाल खबर हेलो ए मोटू ए तेरी भाई क्या हाल है हेलो गजब बेइज्जती है हेलो काले बहन के छ हाल खबर हेलो बहन जी व्हाट्सअप हेलो बहन जी के छ ओ बेकुली व्हाट आर यू डूइंग हे डॉल हाय हेलो ओहो के छ हाल खबर के छ सन्चै हेलो खाऊ खाऊ मजाले खाऊ है सो गाइज हामीले खानासाना खाएर भ्याइयो मतलब खाना होइन खाजा खाएर भ्याइयो अनि चाहिँ हामी यसो नुहाउनु पऱ्यो भनेर टक्क मासतिर सिधा जाँदैछौँ अब ट्याक्क 12:09 हो अनि आउने हो अनि खानासाना खाने हो गाइज रमाइलो के खाने हिँडेको अरे दारू खाने हिँडेको भन्छ तर म चाहिँ खान्न है केटा यिनीहरूले खान्छन् सो म चाहिँ सहपाठी गाइस अहिले चाहिँ हामी नुहाउँदैछौँ होइन अहिले ट्याक्क हामी नुहाइरहेको छौँ अनि मेरो केटाहरू मेरो साथीहरू यहाँनिर ट्याक्क नुहाइरहेको छ अनि पौडी खेल्नुपर्छ गाइस पौडी खेल्न आएन भने डुबेर मर्नुपर्छ गाइस अभी मजा आएगा ना भिडो थोरै थोरै हामीले खाइयो होइन जे जस्तो रमाइलो भइरहेछ अहिलेसम्म अनि लगभग हाम्रो अहिले 3:30 लगभग 4 बज्न आँटिसक्यो गाइज होइन खाना पाकेर रेडी भइसक्यो होला अहिले हामी चाहिँ यहाँनिर छौँ हामी 3 जना मात्रै छौँ के गाइज 1 2 ल आन 3 जना मात्रै छौँ गाइज होइन सो 3 जना बसिरहेछौँ खायौँ अनि पौडी खेलिरहेछौँ मजाले रमाइलो गरिरहेछौँ वर्षभरिको गफचित गऱ्यौँ होइन गाइज होइन सब राम्रै छ ठिकै छ सो अबको आउने दिन झन् राम्रो होस् भन्न चाहन्छु जस्तो मजा लागिरहेछ गाइज होइन मजा लागिरहेछ जो एभ्री यो वर्ष मजा लागिरहेछ गाइज होइन रमाइलो लागिरहेछ अनि यो दह पनि खतरा ठुलो रहेछ के भन्ने आमा टुक्ने यार डुबेर हात यस्तो गर्दा पनि देखिन्न हात यस्तो गर्दा पनि देखिन्न अनि सो गाइज रमाइलो भइरहेछ एकदमै गजब भयो अब हामी जान्छौँ खाना खान्छौँ त्यसपछि चाहिँ घरतिर लाग्छौँ आजको हाम्रो पिकनिक अनि आउँदैन सपनो सजाई मेरा तेरे लिए अनि आउँदैन हगनाको डान्स अनि म लडेँ होइन अनि यस्तै हो होइन अनि यस्तरी लडेँ होइन दोस्त गाइज मजाले लड्यो होइन ल हाम्रो हगन्डु दोस्त डुब्न आँटेको छ
यहाँ चाहिँ पानी डेन्जर धेरै छ कि लगभग 2 मान्छे पानी छ होइन त्यही पनि ओ हेर्नु देखिन्न कति बेर हेर्नु त लगभग ओ माथि डुबो भन्छ ओ नगर मर्छ फेरि मऱ्यो भने म बचाउन सक्दिनँ मार्छ होला रे कति गरे छ रे छैन खुट्टा भेट्दैन ले हातले त्यही भेट्दैन धेरै अब चाहिँ हामी जाँदैछौँ सो गाइस यो दह छोडेर अब चाहिँ हामी जाँदैछौँ अनि गएर चाहिँ हामी अब आधी हाम्रो टिमले खाना खाइसक्यो होला है हामीलाई थाहा छैन हामी चाहिँ अलिक धेरै नै माथि आएछौँ अनि हामीले आधी टिमले खाना खाइसक्यो होला अब हामी गएर खानेछौँ अनि वर्चक भइसम्म रमाइलो गर्छौँ यसपालि अब जति सक्दो रमाइलो गरिदियो गरे नेक्स्ट टाइम रमाइलो गरौँला सो गाइस अहिलेको लागि बाई बाई मिस यु अल गाइस हामी चाहिँ अब लगभग ट्राफिक आइसक्यौँ होइन हर शम्भु अनि हाम्रो केटाहरू अगाडि